रहस्यमय हत्या भयो। लगभग 2 हप्तापछि सब भेटियो। सिन्धुलीको प्रशासन कति कमजोर छ भन्ने कुरा अहिले खुल्दैछ। सीसीटीभी क्यामेरा हेर्न पाइँदैन, हेर्न मिल्दैन। पीडितले न्यायको आशा गर्नु असम्भव जस्तै हो। सिन्धुलीमा आजभन्दा करिब 1 वर्ष अगाडि घ्याङलेख गाउँपालिका वडा नम्बर 2 मा एउटा चेली सञ्चमाया वाइबाको हत्या भयो। रहस्यमय हत्या भयो। लगभग 2 हप्तापछि सब भेटियो। सब हत्या नै भएको पुष्टि अथवा शङ्का भयो, जसमा सिन्धुली प्रशासन, प्रहरी प्रशासनले केही पनि गर्न सकेन। समग्रमा भन्दा प्रशासनले न्याय दिलाउन सकेन, आफन्तको रुवाबासी सुनेन। कुनै व्यक्तिमाथि शङ्का छ, त्यस व्यक्तिलाई नियन्त्रणमा लिई छानबिन गर्नु भन्दा पनि प्रहरी प्रशासनले त्यो काम गरेन, गर्न सकेन। तत्पश्चात केही समय पछाडि कमलमाई नगरपालिका 4 धुराफाँटमा एकजना चेली सुशीला बोम्जनको आफ्नै घर परिवारले घरैभित्र पेट्रोल लगाइएर जलाइएर मृत्यु गराइयो, मारियो। त्यस विषयमा पनि प्रशासन निकै लाचारी थियो। तसर्थ स्थानीयहरूको कडा दबावको बावजुद स्थानीयहरूले कडा दबाव दिएपछि करिब लामो समयपछि न्याय दिलाइयो। केही शर्त अनुसार न्याय दिलाइयो। अहिले फेरि सिन्धुलीको खुरकोट प्रहरी चौकीमा हिरासतमा चाहिँ राखिएको युवकलाई प्रहरी कस्टडीमै मर्यो अथवा मारियो। त्यस विषयलाई लिएर खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सिन्धुली क्षेत्र नम्बर 2 का आशिष गजुरेल माननीयज्यूहरू निकै लागि पर्नु भएको छ। तसर्थ सिन्धुलीको प्रशासन कति कमजोर छ भन्ने कुरा अहिले खुल्दैछ। जुन सीसीटीभी क्यामेरा हेर्न पाइँदैन, हेर्न मिल्दैन, देखाउन मिल्दैन, 24 घण्टाभन्दा रेकर्ड बस्दैन भन्ने जस्ता कुराहरू निकालिरहेको, पीडितलाई लास बुझ्नलाई प्रभाव र दबावको कुराहरू प्रशासनबाट नै आइरहेको छ। तसर्थ सिन्धुलीमा प्रशासनबाट पीडितले न्यायको आशा गर्नु असम्भव जस्तै हो। हेरौँ श्रीकृष्ण विकको केसमा के हुन्छ, नतिजा बिस्तारै आउनेछ।